सृष्टिको सुरुवाती कालखण्डमा अर्थात् सत्ययुगमा परमधामको दुईजना द्वारपाले अजय र विजय, जसले ब्रह्माको 4 मानसपुत्र सनकादिलाई छेक्छन्, भित्र जान दिँदैनन् र ती सनकादि ती ऋषिहरूले श्राप दिन्छन्, तिमीहरू 3 जन्मसम्म राक्षसको रूपमा जन्म लिनेछौ भनेर। पछि तिनै अजय र विजय हिरण्याक्ष र हिरण्यकश्यपको रूपमा ऋषि कश्यपको पुत्रको रूपमा जन्म लिन्छन् दातीको कोखबाट र तिनीहरू सँगसँगै उनीहरूको बहिनी होलिका पनि जन्म लिन्छन्। ती तीनैजनाले ब्रह्माबाट यति ठुलो वर प्राप्त गरेको हुन्छ कि लगभग उनीहरू अमर नै हुन्छन्, कसैले पनि उनीहरूलाई जित्न सक्दैनन्। तर पनि उनीहरू आफ्नै घमण्डको कारणले गर्दाखेरि भगवान विष्णुको कुनै अवतारको रूपबाट उनीहरू वध हुन्छन्। जस्तो वराह अवतारको रूपमा आएर भाइ हिरण्याक्षलाई वध गर्छन्। अन्य रूपबाट यी तीनैजनाको वध हुन्छ। यो कुरा म तपाईँहरूलाई बिस्तारै भन्नेछु। अब कुरा गरौँ दाइ अर्थात् प्रहलादको बुवा हिरण्यकश्यपको। ऊ यति शक्तिशाली अमर हुन्छ कि जसलाई न शस्त्र न अस्त्र न दिनमा न रातमा न मान्छेले न कुनै जनावरले न भित्र न बाहिर कहीँ पनि उसलाई वध गर्न सक्ने कोहीसँग पनि ताकतै हुँदैन। त्यसकारणले उसमा धेरै घमण्ड बढेको हुन्छ। तर उसको छोरा प्रहलाद भने एकदमै ठुलो भगवान विष्णुको भक्त हुन्छ। आफ्नै भाइ त्यसरी वध गरेको रिसमा बसेको हिरण्यकश्यपले आफ्नै छोराले भगवान विष्णुको त्यत्रो भक्ति गरेको देखेर उसलाई धेरै रिस उठेको हुन्छ। उसलाई हात्तीले कुल्चाउन खोज्छ, हात्ती मान्दैन, भिरबाट खसाइदिन्छ, भिरबाट खसेर पनि ऊ मर्दैन, विष पिलाइदिन्छ, त्यो विष पनि घाँटीबाट निलिसके पछाडि अमृत भएर जान्छ। अनेक गर्दा पनि उपाय नलागे पछाडि होलिकालाई, बहिनी होलिकालाई, तैँले पनि ब्रह्माजीबाट अग्निले पनि तँलाई भस्म हुन नसक्ने वर पाएको छस्, ल तैँले प्रहलादलाई लिएर अग्निमा जानु पर्यो। दाइले त्यति भनेपछि होलिकाले पनि दाइको रिक्वेस्ट, दाइको आग्रहलाई स्वीकार्छन् र प्रहलादलाई काखमा लिएर अग्निमा भित्र छिर्छन्। त्यति बेलासम्म पनि आफ्नो भगवानको नामै जपिरहेको हुन्छ विष्णु भक्त प्रहलाद। यसै सिलसिलामा अग्निले पनि जलाउन नसक्ने वर पाए कि होलिका बरु त्यो अग्निमा आफै भस्म हुन्छन्, तर प्रहलादलाई आगोको एक झिल्कोले पनि पोल्दैन। यहीँबाट सुरुवात हुन्छ असत्यमाथि सत्यको जित र यही दिनलाई हामीले होली पर्वको रूपमा मनाउने गर्छौँ। तपाईँहरू सम्पूर्ण साथीभाइ, इष्टमित्र, नरनाता गोता, छरछिमेकी सम्पूर्णलाई होली पर्वको विशेष शुभकामना छ।